हामी बाँचियो कसरी 24 गते, नेताहरू बाँचे कसरी, कसले बचायो, किन बचायो? किनकि मैले यो कुरा म त सिंहदरबारमा थिएँ 24 गते बिहान प्रतिपक्षी दलहरूको बैठक चलिराखेको थियो। त्यो अलिकति लम्बियो, लम्बिँदै जाँदा चाहिँ अरू साथीहरू अब सकिएपछि हिँड्नुभयो। मलाई चाहिँ सेक्युरिटीले चाहिँ बाहिर जानुभन्दा त यहीँ सुरक्षित हुन्छ सिंहदरबारमै भन्ने सुझाव दिए। किन बाहिर जान? म त फेरि खाना खान खुमलटारै जाने हिसाबले गएको थिएँ त्यो प्रतिपक्षको बैठकमा। घर भनेर खाना बनाइराख्नु, खाना आइपुग्छु भनेर चाहिँ खुमलटारमै फर्किने उद्देश्यले गएको थिएँ। तर सेक्युरिटीले बाहिर अब बाहिर चारैतिर जुलुस जस्तो देखिसक्यो। सिंहदरबारको दक्षिण गेटको पुलिस बिट चाहिँ जलाइसके। त्यसकारण अध्यक्षजी यसरी अहिले यहाँ बाहिर जानुभन्दा त यहीँ बस्नु सुरक्षित छ है। अहिले कति जति बजा थियो? त्यो 11 साढे 11 यस्तै थियो, 11 बजेतिर। त्यसपछि चाहिँ अब त्यहाँ पनि अर्को चाहिँ केही त्यहाँको सिंहदरबार भित्रकै सेक्युरिटीले आएर यहाँ पनि सुरक्षित छैन भने मलाई विचित्र लाग्छ। त्यो चाहिँ यहाँ पनि सुरक्षित छैन भने त त्यसो भए जाउँ बाहिर, अब जे हुन्छ भनेको थिएँ मैले, जाउँ बाहिर। अब चाहिँ यसो अलिकति चाहिँ कतापट्टि अलि सहज छ, त्यो सहजतिरबाट चाहिँ बाहिर निक्लिने भन्दाखेरि होइन, सेक्युरिटीले नै भने अहिले त्यो बाहिर निक्लिने जस्तो पनि स्थिति बनेको छैन, दिउँसो बनेपछि निक्लौँला। अहिले चाहिँ सुरक्षित हुने ठाउँ चाहिँ त सेनाकोमा हुन्छ भनेर चाहिँ सुझाव दिए त्यहाँ प्रहरीले मलाई। अनि अब त्यत्तिकै त जाने कुरा भएन। अनि मैले मसँग मेरो छोरी गङ्गा थियो त्यति बेलासम्म, ऊ मेरो सचिवालयमै थिइन्। अनि गङ्गालाई मैले चाहिँ सम्पर्क गर्न लगाएँ सेनापतिसँगै, प्रधान सेनापतिसँग नै। हामी तपाईँ कहाँ आउनु पर्ने भयो भनेर। मलाई कसैले लग्या पनि होइन, मैले त्यसमा अरूको भन्दा मेरो अलिक फरक छ है। त्यो दिन 24 गते 25 गते अरू अब जस्तो प्रधानमन्त्रीजीलाई के अरे हेलिकप्टरमा कुदाएर दौड गरेर लगिएको स्थिति, अरू मन्त्रीहरूलाई पनि त्यसरी नै, कतिपय पूर्व प्रधानमन्त्रीहरूलाई पनि चाहिँ अब सेक्युरिटीले समातेरै चाहिँ तानेर लएर गाडीमा हालेर चाहिँ अन्त सुरक्षित राख्न लगेको स्थिति हो भने मेरो त्यो सबैभन्दा बिल्कुल फरक। त्यसपछि मैले अघि भने जस्तै सेक्युरिटीले मलाई अहिले बाहिर जानु उचित छैन भनेपछि त्यहीँ बस्न खोजेको थिएँ म। होइन, यताउता जाँदाखेरि हुँदैन भनेपछि गङ्गाले